हेलो गाइज, वेलकम टु माई च्यानल। जुन हिजो र अस्ति चाहिँ एथलेटिको म्याड्रिडले चाहिँ जुन किसिमको ड्र खेल्यो र रियल म्याड्रिडले पनि हिजो एकदमै बल्ल बल्ल निकालेको जित थियो। त्यो जितहरू देख्दाखेरि चाहिँ बार्सिलोनाले चाहिँ आजको म्याच चाहिँ ब्याड रिजल्टहरू निस्किन सक्छ कि भन्ने चाहिँ हल्का आकलन गर्न सकिन्थ्यो। किनभने भने इन्टरनेसनल गेम खेलेर भर्खरै प्लेयरहरू आइरहेका छन् र गेम प्लेयरहरूलाई रेस्ट नभइकन जुन लगातार गेम भइरहेछन् त्यो केसमा चाहिँ जुन चाहिँ ह्यान्सी फ्लिकले चाहिँ प्लेयरहरूलाई सब्स्टिट्युट गर्न चाहिँ कुन किसिमले गर्छन् र अब आउने गेमहरू झन् इम्पोर्टेन्ट भएको हुनाले चाहिँ आजको गेममा चाहिँ कुन प्लेयरहरूलाई चाहिँ कसरी खेलाउँछ भन्ने कुराहरू नै एकदमै क्युरियोसिटीको विषय सब्जेक्ट थियो है। त्यसो गर्दाखेरि चाहिँ आजको गेम चाहिँ ड्र हुन्छ कि भन्ने एकदमै म्यासिभ चान्स चाहिँ मैले देखिरहेको थिएँ है। त्यो किसिमले पनि सुरुमा फर्स्ट हाफमा चाहिँ नभन्दै त्यस्तै नै भइरहेको थियो। जुन चाहिँ सेकेन्ड हाफमा फेरान टोरेस र डियोङ आए, त्यसपछि गेम चाहिँ पुरै नै बदलियो भने पनि भयो है। त्यसमा अघि पनि राम्रो 2-1 स्कोर त निस्किहालेको थियो, तर पनि मोर कन्ट्रोल चाहिँ कहाँनिर आयो भने फेरान टोरेस र डियोङ आइसकेपछि भयो। अब जुन चाहिँ लालिगाको टाइटल रेस छ जुन चाहिँ अब चाहिँ लगभग अनुमान गर्न सक्ने स्थितिमा आइसक्यो। अब चाहिँ लास्ट 9वटा गेम छ, यसमा चाहिँ 9वटा गेममा चाहिँ अब चाहिँ लगभग चाहिँ एथलेटिको म्याड्रिड चाहिँ बाहिरियो भने पनि भयो है। अब त्यो जुन चाहिँ सुपर नेसेसरी विन थियो उसको लागि चाहिँ उसले चाहिँ ड्र गर्यो स्पेनलसँग गइसकेपछि चाहिँ अब एथलेटिको म्याड्रिड चाहिँ अब गेम हो हुन त है, जति बेला पनि तलमाथि त हुन्छ, तर चाहिँ अब चाहिँ के अनुमान गर्न सकिन्छ भने लास्ट 9वटा गेममा चाहिँ अब एउटा लास्टमा इएल क्लासिको छ। इएल क्लासिकोले नै अब यो लालिगाको टाइटललाई चाहिँ अलिकति कसले जित्छ भन्ने कुरा नै यही गेमबाट नै के अरे अनुमान गर्न सकिन्छ जस्तो स्थिति बनिन सकेको छ है। यताको कुनै पनि प्लेयर इन्जोर्ड भएन र ह्यान्सी फ्लिकले चाहिँ आफ्नो प्लेयरहरूलाई रोटेसन गर्ने जुन किसिमले रोटेसन गर्छन् त्यो किसिमले चाहिँ अब आउने गेमहरूमा पनि म्यानेज गर्न सक्यो भने बार्साको चाहिँ अलिक धेरै होप चाहिँ देख्न सकिन्छ। र यस्तै गरी चाहिँ पिचिजी अवार्डमा पनि लेवान्डोस्की र एम्बापेको चाहिँ एकदमै कडा टक्कर भइरहेको छ। 3 गोलको ग्याप छ जुन चाहिँ त्यो गर्दाखेरि लास्ट 9वटा गेममा चाहिँ अब चाहिँ कसले धेरै स्कोर गर्न सक्छ त्यसमा भर पर्छ। गोल भेरिएन्स चाहिँ त्यस्तो धेरै छैन, त्यसो गर्दाखेरि चाहिँ पिचिजी अवार्डमा पनि म्यासिभ चाहिँ कम्पिटिसन हुनेवाला छ लेवान्डोस्की भर्सेस चाहिँ एम्बापेसँग चाहिँ। अनि अहिलेको सिजनमा एकदमै पत्याउन नसकिने कुरा के भइरहेछ भने बार्सिलोनाले 2025 लागिसकेपछि कुनै पनि गेम हारेको छैन। लास्ट 20वटा गेममा 17वटा विन र 3वटा ड्र चाहिँ निकालेको छ बार्सिलोना, 0 लस। यो भनेको एकदमै पत्याउन नसकिने मुस्किल नै लाग्ने जस्तो जुन किसिमको रिजल्ट निकालिरहेको छ ह्यान्सी फ्लिकले। अहिले बार्सिलोनाका फ्यानहरू हामी एकदमै एकदमै ड्रिम देखिरहेको छ, एकदम यो त सपना हो जस्तो, काल्पनिक संसार जस्तो लागिरहेको छ। किनभने यसभन्दा अघिल्लो सिजनमा चाहिँ यही जिरोनाले चाहिँ घरमा चाहिँ 4-2 र घर बाहिर पनि 4-2 खाएको हो, 4-2 4-2 खाएको हो, तर अहिले चाहिँ 4-1 4-1ले जितेर चाहिँ अहिले यो सिजनमा चाहिँ हामीले बदला लियौँ भन्न पनि सकिन्छ। आजको गेममा राफिना, कुबार्सी, एब्डिजोङ, फेरान टोरेस जस्ता की प्लेयरहरू, बाल्डे जस्तो की प्लेयरहरूलाई पनि बेन्चमा राखेर जुन किसिमको सरप्राइज 11 निकालेको थियो ह्यान्सी फ्लिकले, त्यो गर्दाखेरि चाहिँ मैले पहिला नै भने जस्तो ड्र नै हुने भयो आज चाहिँ, अथवा चाहिँ साँगुरो जित त खासै आश त थिएन। टिम 3 पोइन्टको मात्रै हामीलाई चाहिँ एकदम आवश्यकता हो, तर पनि आज चाहिँ ड्र हुन्छ कि पोइन्ट लुज हुन्छ कि भन्ने कुरा जुन चाहिँ मैले देखिरहेको थिएँ त्यो हुन सकेन। सरप्राइज विन चाहिँ निस्क्यो, एकदम सरप्राइज स्कोर नै हो 4-1 की प्लेयरहरूको एब्सेन्ट बिना पनि 4-1 जित चाहिँ म्यासिभ रिजल्ट हो। यो चाहिँ लास्ट 14 डेजमा चाहिँ बार्सिलोनाको 5वटा गेम छ। कुन प्लेयरलाई चाहिँ सब्स्टिट्युट गर्ने, कुन प्लेयरलाई चाहिँ टप यक्सन निकाल्ने भन्ने कुराहरू चाहिँ ह्यान्सी फ्लिक चाहिँ एकदम सोचेर गर्नुपर्ने हुन्छ। यसमा चाहिँ डर्टमुन्डसँगको गेम छ जुन च्याम्पियन लिगको गेम छ, त्यो गेम पनि यसैसम्म यही 14 दिनमा खेल्न पर्ने छ। 5वटा गेम छ अनि जुन चाहिँ यसमै खेल्न पर्ने छ। र लालिगाको एकदमै अहिलेको एकदमै सरप्राइज प्याकेज छ जुन चाहिँ रियल बेटिस, त्योसँगको गेम पनि यही 14 दिनभित्रमा नै खेल्न पर्ने छ। प्लेयरलाई प्रोपर रेस्ट चाहिएको छ यो बेलामा चाहिँ। अब सानोतिनो ओभरलोड भयो भने प्लेयरहरू इन्जोर्ड हुने चान्स म्यासिभ छ। टाइटलहरूको चाहिँ एकदमै मुखमा पुगिरहेछ हामी चाहिँ है। त्यो बेलामा चाहिँ यदि कुनै पनि की प्लेयरहरू एब्सेन्ट भयो भने टिमलाई एकदमै भवितव्य हुनेवाला छ यो बेलामा। अब आउने गेमहरूमा पनि प्रुभ गर्नेछन् भन्ने हामी बार्सिलोना फ्यानहरूलाई एकदमै ठुलो आशा छ र भरोसा पनि छ ह्यान्सी फ्लिकप्रति। र भगवान् भरोसा अब कसैलाई पनि त्यस्तो इन्जोर्ड नहोस्, कुनै पनि प्लेयरको, इभन बार्साको मात्र नभएर अरूको पनि त्यस्तो प्लेयरहरू इन्जोर्ड नहोस् र गेमहरू चाहिँ एकदमै राम्रो तरिकाले खेलुन् र चाहिँ पोजिटिभ रिजल्ट आओस् भन्ने चाहिँ एउटा चाहिँ फुटबल फ्यानको चाहिँ एकदम यो आशा हो। हरेक फुटबल फ्यानहरूको एउटा चाहिँ होप चाहिँ के हो भने आफ्नो टिमहरू चाहिँ प्लेयरहरू इन्जोर्ड नहोस्। त्यो भयो भने गेमहरूलाई चाहिँ प्रपर रिड गर्ने एकदमै जुन चाहिँ प्लेयरहरूलाई चाहिँ रिड गर्न सकिन्छ, प्रपर रिड गर्न सकिन्छ, म्याचहरू एनालाइसिस गर्न सकिन्छ। त्यही अनुसार चाहिँ आफ्नो गेम प्लानहरू अघि बढेर चाहिँ पोजिटिभ रिजल्टहरू निकाल्न सजिलो हुन्छ।
आजको लागि चाहिँ यति थियो। बार्सा भर्सेस जिरोनाको म्याच थियो जुन चाहिँ आजको चाहिँ रिक्याप यति नै भयो। अब चाहिँ नेक्स्ट गेम चाहिँ एथलेटिको माड्रिडसँग छ। त्यो चाहिँ सेमी फाइनल गेम हो। एकदमै मेट्रोपोलिटानोमा गएर खेल्ने यो गेम चाहिँ कडा टक्कर हुनेवाला छ। एथलेटिको माड्रिड चाहिँ फुल रेस्टमा छ है। बार्सिलोना चाहिँ लगातार चाहिँ 2 दिनमा गेम खेलिरहेको छ। त्यो गर्दाखेरि चाहिँ एथलेटिको माड्रिडले चाहिँ यो गेममा चाहिँ एकदमै लास्टै पेल्नेवाला छ। यसमा चाहिँ एकदमै राम्रोसँग चाहिँ उनीहरूले चाहिँ टक्कर दिनेवाला छन् यो गेममा चाहिँ। हेरौँ, लेट्स पोजिटिभ हो है। गेम चाहिँ एकदमै राम्रो हुनेछ, दमदार हुनेछ र गेम चान्स चाहिँ मैले चाहिँ कता देखिरहेको छु भने बार्सिलोनामै देखिरहेको छु। आजको लागि यति। च्यानललाई लाइक, सेयर र सब्सक्राइब गर्न नभुलौँ। हस्त नमस्ते।